भिडियो खिचौँ। त्यो पारीको डाँडा याङ्ग्री खोलाको डाँडा, यो यताको लार्के खोला। अहिले हामी छिम्ती बस पार्कमा छौँ। ऊ पारी देखिएको बादल मुनि चाहिँ पाँच पोखरी भन्ने कुरा आयो। यो पारी चाहिँ देउराली बाटो अब यस्तै हो, कठिन कठिन पार्दै आइयो बाटोलाई। यात्रा तय गरिरहेका छौँ। अब अब यसमा तपाईँको भनाइ के छ त अङ्कल? ल अब अहिले यहाँसम्म त जो हामी सहीले ठिकठिकैले आइरहेछौँ। अब यहाँ देउरालीसम्म चाहिँ बाइकहरू जान्छ भनेर यहाँ स्थानीयहरूले भन्दै हुनुहुन्छ। अब हामी चिया खाएर देउरालीतिर अगाडि बढ्छ। धन्यवाद। ल नमस्कार। आजको यात्रा चाहिँ हाम्रो यहाँसम्म चाहिँ अब सफलपुर आइपुग्यो। अब यहाँ चाहिँ मेलम्ची खानेपानीमा चाहिँ दुईवटा लार्के र याङ्ग्री खोलाहरू चाहिँ मिसिएका छन् दुईवटा। यो चाहिँ आउने चाहिँ मेलम्ची रहेछ। यो चाहिँ कक्षा 10को सोसलमा चाहिँ पढ्न पाइयो थियो, आज प्रत्यक्ष रूपमा देख्न पाइयो। यो खुसीका साथ चाहिँ अब हामी फेरि माथि पाँच पोखरी चाहिँ यात्रा गर्दैछौँ। म जान्छु। ल अब श्याम सर, अब यसको बारेमा अलिकति विस्तृत रूपमा भनिदिनुहोस् त। चाहिँ याङ्ग्री खोला, यो लार्के खोला मेलम्ची खानेपानी आयोजनाले मेलम्ची खानेपानीको टनेलमा हालेर लानी भनेको एउटा यो लार्के खोलाको पानी, अर्को याङ्ग्री खोलाको पानी, यो दुईटा चाहिँ आयोजना भनेको थियो। आज प्रत्यक्ष रूपमा चाहिँ देख्न पाइयो। ल धन्यवाद।